हेलो नमस्ते वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी चाहिँ मुकबाङ गर्दैछु। हेलो नमस्ते वेलकम ब्याक टु माई च्यानल एगेन। तपाईहरुलाई चाहिँ आज चाहिँ हामी मुकबाङ गर्न जाँदैछौँ। त्यो पनि ढिँडोको हो। के छ भने यहाँ चाहिँ खसीको मासु छ, खसीको मासु, त्यसपछि छ क्यामेरा अगाडि देखाउँछ है त। यहाँ चाहिँ छ करेला छ, तिते करेला, अनि त्यसपछि भेन्डी छ, एभ्रिथिङ छ है, गुन्द्रुकदेखि लिएर सबै थोक छ। प्लस यहाँ चाहिँ कुखुराको खुट्टाको मासु यो चाहिँ कुखुराको खुट्टा। अब चाहिँ हामी सुरु गरौँ। हाम्रो भिडियोमा न्यू भिडियोमा न्यू मान्छे है आज। धन्यवाद। ल चाहिँ हामी चाहिँ अब सुरु गर्दैछौँ है त। ल सुरु गरौँ है। ल म चाहिँ मासु चिसो भइसकेछ नि, के सेटअप गर्दा गर्दै। ल 1 बाइट तपाईहरुको लागि। ल हामी चाहिँ खाएको वाउ सुपर मिठो भएछ नि। चिसो त्यसो भयो हुन्छ। खसीको मासु हालेर खायो। सो के बोलौँ हुने नि। तातो त भएन कि अब मिठो दामी हो यो है। गुन्द्रुक है त्यो उताबाट ल्याएको नेपाल मार्केटमा। करेला मिठो भयो। तपाईहरु पनि छुट्टी बेला यसो रमाइलो गरेर खानु। आज हामी छुट्टीको दिन कति धेरै टाइम निकालेर चाहिँ पकायो होइन। हामी चाहिँ अहिले राति 5 बज्यो अरे, अहिले 9 बज्यो अरे सायद। 9 बज्यो होला, टाइमै हेरेन। मलाई चाहिँ नोटिस गर्नु भएको किन म चाहिँ उसले खान्छु नि त। दिइरहेको लेफ्टी रहेछ तिमी। मान्छेले धेरै मुख पानी गर्छ नि त पुरै चिच्चिरो खानेवाला। च्यालेन्ज च्यालेन्ज चाहिँ त्यो पिरोहरू गर्नुपर्छ। यसो खान त सकेन। मिठो छ मिठो। अब जुस भयो क्या भेन है। चिसो भयो तपाईँ पानीसँग के नराखेको छ। खुट्टी कहिले खानुहुन्छ त? खाने को खानु माल्नुहुन्छ? A few moments later. हाम्रो चाहिँ पेप्सी आयो। पेप्सी आयो हाम्रो चाहिँ।
हाम्रो चाहिँ सायद मुखबाङ गरेको फर्स्ट टाइम होला नि तपाईँले हालेको मैले चाहिँ हालेको छु तिम्रो चाहिँ फर्स्ट टाइम हो काँचामै हुन्छ झोल हालेको मस्त कस्तो भएछ बस्नु मासु राम्रो हो धनियाँ भएन है धनियाँ धेरै झन् राम्रो हुन्छ कहिलेदेखि अहिले हाम्रो प्लान गराएको अनि धेरै भएछ धेरै नै बेस्ट हुन्छ कि नि तातो तातो त्यसमा त्यो घिउ भएपछि हो डब्बा खसी झोलसँग खानु त मिठो छ करेला राम्रो रहन्छ धेरै नै बेस्ट हुन्छ कि नि तातो तातो त्यसमा त्यो घिउ भएपछि हो डब्बा खसी झोलसँग खानु त मिठो छ करेला राम्रो रहन्छ त्यो छुट्टी बेला कति बेला खाना बनाएर खान्छ यति बेला नै कि यो बेला एकदम ढिलो त खाँदैन यति नै हो त्यो मासु चाहिँ एकदम मिठो भयो हेर्न सक्नुहुन्छ कस्तो त्यो दिन चाहिँ मलाई त्यो चाम्रे भात हाल्ने चाम्रे आएर पुलाउ क्या अनि मासु पर कुट्ने अनि मलाई यति मन लाग्यो है मजाले छ है कोदोको एक अहिले खाएको हो पहिला पनि खान्छ खाथ्यो हो तिमीलाई कुन मिठो लाग्छ त्यो कोदोसँग कुन तरकारी बेस्ट मलाई
मासु मिठो नि मासु न किनभने त्यसको ग्रेभी ओ माई गड एकदम मिठो हुन्छ तपाईँ सेम मासुको ग्रेभीसँग यति मिठो छेउमा अचार हुनुपर्छ पिरो कि Chinese vegetable. Fish and butter. क्यामेरा नराख्यो भए के कुरा हो होला नि भने भूमिकाको फेस लास्टै टल्केछ यार मेरो त म केही राखेन नि घरमै बसेर छु कहीँ के गर्नु भात खानु भयो पनि छ नै है सक्दैन मैले खाइदियो सरी बढी भएछ मलाई चाहिँ र पनि खाइदिउँ अब सच्चिएको है तपाईँ सन्डेमा हो नि छुट्टी हाफ ड्युटी हुन्छ नि हाफ ड्युटी भइहाल्छ त खुट्टी 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 भन्छ त भूमिका खुट्टी खुट्टी फुट्टी तिमीलाई हालिदिउँ मलाई त हालिदिउँ न एउटा हाल्दैन ल यो चाहिँ भूमिकाको खुट्टी ल धन्यवाद म चाहिँ नुन कम हालेँ नि त होइन मिठो भयो म चाहिँ फेरि खानेकुरा सबै मिठो लाग्छ गाइस त्यही भएर म सबै मिठै भन्छु मिठो मिठो छ नि त मलाई फेरि यो के मन पर्दैन भने त्यो कलेजो मन पर्दैन कलेज फिका छ मलाई त्यसको झोल मनपर्छ अरू फिका चाहिँ मन पर्दैन मलाई पनि मन पर्दैन नि त खाँदै खान्न भनेको छैन तर खान्छु यति साह्रो नै बुढीले बनाउँछ नि त फिका छ धेरै त नै हल्का चाहिँ मलाई मिठो लाग्छ क्या त्यस्तो त नै तर त्यो बुढीले बनाएदेखि चाहिँ क्या फिका छ हुन्छ नि पिउरेसँग यो यिनीहरूको कन्ट्री पनि नखाने भने के छैन तर यो चाहिँ खान्न रहेछ यो खुट्टीहरू चाहिँ यिनीहरूले खाँदैन क्या खान्छ होला देखाएन चाइनिजहरूले कस्तो खान्छ कि यो चिज भयो यिनीहरूलाई पुरै बेसी पकाउँछ नि तिम्रो बट्टा फालिदियो मैले बट्टा बट्टा यो मासुहरू त कहाँ लगेर जानुपर्छ नि एकदम मिठो छ मेरो त हेर्न सक्नुहुन्छ त्यति खान सकेन मैले चाहिँ सिधै गोल बनाएँ मैले चाहिँ सिधै गोल बनाएँ हे भगवान
भयो छ मासु जति अनि हेर्नु त भयो दिदी भयो खाउकै खानु पर्यो यहीँ हालेर कब्बन यहीँ हालेर खाना यो भयो दिदी अब खाउकै नै झोल झोल हाल्दै अहिले धेरै हो झोल हाल्दै झोल यहाँ हाल्दै भगवान् यस्तोमा हाल्दै कि झोल भयो खाउकै यार खानु भयो। बास भयो दिदी भयो 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 भगवान् म त उही खाना खाइदिनु अब नै मलाई चाहिँ पेट चाहिँ हराइसक्यो हुने गरी खाना नि तर चाहिँ लिप्स्टिक गयो मेरो यदि मेरो साथीकोसम्म यो भलक पुग्यो भने उनीहरू चाहिँ हाँसेर बस्छ त्यही छ तर मलाई खानु मन लागेको छैन पेटमा कहाँ हटाउँछ कि होइन फुल भयो त्यो पनि भयो दिदी धेरै हालेको खाऊ न भोलि एकचोटि भात मात्रै पकाइदियो गइहाल्छ एक थाल भात त्यो त कट गरेर भुटेको मात्रै त्यो लामसाङ खाएँ म यति गरेर जुम गरेर हाल्छु टिकटक बनाउनु भनेको नाचेर यो लुङ्गीमा के हो गरेर नाच्ने जस्तो सकिन हुन्छ सकिन क्या उता तरकारी मात्र खाऊ क्या त्यो ढेँडो नखाऊ ढेँडो छोड्दै त्यो त्यो ढेँडो खानै पर्छ हुन्छ टक्कै खाऊ उयो हालेर खाऊ के अरे खुट्टी भयो आज कति थरीको 1 2 3 4 5 6 7 थरीको तरकारी के भन्नुहोस् न अचार गोलभेडाको अचार अनि खसीको मासु कुखुराको मासु अनि भेन्टी तितो करेला के तितो करेला भेन्टी भनेपछि 6 वटा भयो अनि अरू के थियो अरू यति नै हो क्या 5-6 थरीको पकायो हामीले आज म्यान 21 मिनट भइसकेछ खाएको एकैछिन होइन तर कति त काट्नै पर्ने छ बिच बिचमा है बन्द गरौँ न त खाउ न तर त्यो मासुहरू मात्र खाऊ कि उयो नखाऊ तितो करेला खाऊ तितो करेला पचाउँछ नि दही खाने भए खाऊ निकालेर इज्जत छैन है कसरी बनाउँछ किन यति धेरै खान्छ दिदी टेबलहरूमा राखेर खाने रहेछ त मान्छे त्यो साँच्चैको भक्कै हुँदा खाने रहेछ कस्तो खान्छ झन् त म त कति मोटो देखेको त्यो फुलहरू कहाँ ढिला बन्यो अनलाइनमा किन राम्रो नगर उयो थ्याङ्क यू गाइज फर वाचिङ हाम्रो भिडियो चाहिँ लास्टसम्म हेरिदिनु भएको भने तपाईँहरूलाई धेरै 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 भन्दा पनि धेरै धन्यवाद हामी सबै खानु सकेन मैले चाहिँ खानु सक्यो भनौँ मैले चाहिँ गोल बनाएको छु त्यो मासु चाहिँ खानु सकेन यति बच्यो मलाई चाहिँ दिदीले चाहिँ हाल्दै नि त पछिदेखि त्यही भएर यति धेरै हो मैले चाहिँ हाफ खाइसकेको खानु सकेन भूमिकाले यति चाहिँ खानु सकेन छुट्टीहरू बाँकी बस्यो यो त मैले एउटा छोएँ हाम्रो जना नि खाने उयो खाऊ हो ल ठिक छ त आजको लागि छुट्टिन्छौँ फेरि अर्को भिडियोमा भेटौँ ल भेटौँ ल बाई बाई थ्याङ्क यू बाई